कति टाइम रहेछ गौतम बुद्धको ठाउँ यता हाम्रो सोल्टीहरू चाहिँ टिकटक बनाइरहनु हुन्छ यता दिदीहरू पनि टिकटक बनाइरहनु हुन्छ दिदीहरूलाई पनि देखिदेऊ आज यहाँ टिकटक बनाउँदा टाइम आज सबले यहाँ हामी चाहिँ यहाँ महोत्सवमा आएको छौँ तर हिजो लुम्बिनी बिहानै घुम्न 6 बजी लागि आएको अहिले चाहिँ 8 बजी 8:30 बजिसकेको छ त्यो समय चाहिँ अब हामीले चाहिँ यहाँ दिदी बहिनीहरू दाइहरूले टिकटक बनाइरहनु भएको छ सोल्टीहरूले त्यही भएर हामी चाहिँ आज घुम्नको लागि यसो घुमिरहेको छौँ यहाँको रमणीय स्थल एकदम घामको प्रकाश उज्यालो ज्योति किरण देखिरहेको छ म पनि घुमिरहेको छु मैले पनि हल्का यसो भिडियो बनाइरहेको छु त्यतिर हेर्दा भाइ त्यो मन्दिरहरू कति दामी दामी थियो त्यो चाहिँ आफ्नो आफ्नो देशको अब अलग अलगले बनाएको हो सबै यहाँ चाहिँ अब बुद्ध जन्मेको ठाउँ चाहिँ त्यहाँ बुद्ध टेम्पल छ त्यहाँनिर भित्र चाहिँ बुद्धको जन्मस्थल हो त्योभित्र हामी हेर्न जाँदैछौँ अहिले एकदम रमाइलो आनन्द छ हजुरहरू पनि आउनुहोस् बुद्ध जन्मेको ठाउँ हेर्नुहोस् एकदम गुम्बाहरू स्तूपहरू बनाएको छ एकदम दामी ठाउँ छ है यहाँ गाइड कति यस्तो शीतल हो कति आनन्द मनमा आनन्द मिल्ने यो ठाउँ आउँदा चाहिँ एकदम खुसी लाग्यो मलाई पनि म धेरै वर्षपछि आज म 8 वर्षपछि आएको छु फेरि पनि यहाँ घुम्न तर एकदम राम्रो ठाउँ छ यो चाहिँ म फेरि मेरो फ्यामिलीहरूलाई पनि लिएर आउँदैछु मेरो छोरीहरूलाई चाहिँ म घुम्न ल्याउँछु बुद्ध जन्मेको ठाउँ एकदम राम्रो म चाहिँ दौडिनुपर्छ कि एक्सर्साइज गर्नुपर्छ कि यस्तो आनन्दको ठाउँ छ त नि कति खुसी लाग्ने मनको हरेक दुःख पीडाहरू सबै यहीँनिर चाहिँ हराएर जाने क्या यस्तो आनन्दको ठाउँ भेटेको छु